ओके, यो पनि सजिलो छ है। एलएचएस C1 प्लस 2C2 प्लस 3C3 प्लस डट 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 प्लस NCN। ओके, C1 भनेपछि NC1 हो, यसरी बुझ्नु पर्यो। C1 भनेको NC1 हो, यसको भ्यालु कति हुन्छ? N हुन्छ। 2 इन्टु C2 भनेको NC2 हो, यसको भ्यालु कति हुन्छ भन्दाखेरि NC2 भनेपछि N माइनस 1 N माइनस 1 बाई 2 फ्याक्टोरियल प्लस 3 इन्टु NC3 भनेको N माइनस 1 N माइनस 2 बाई 3 फ्याक्टोरियल प्लस डट 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 गरेर अब कति छ NCN भनेको कति भन्दाखेरि NCN को भ्यालु भनेको 1 त हो नि NCN को भ्यालु त हैन त। त्यसपछि यहाँ अझै एउटा n छ है, एउटा छुट्टै छ, n इन्टु NCN हो भनेपछि n इन्टु 1 भयो। ओके, ल अब n कमन तान्दिउँ, के भयो भन्दाखेरि 1 प्लस अब यसमा र यसमा काटेपछि रह्यो तलपट्टि 1 फ्याक्टोरियल n माइनस 1 प्लस यसमा र यसमा 3 काटेपछि रह्यो 2 फ्याक्टोरियल n पनि कमन आयो यता भनेपछि n माइनस 1 n माइनस 2 प्लस डट गरेर प्लस 1 भयो। ओके, अब त्यसपछि n योभन्दा अघिल्लो भिडियोमा जे छ त्यही तरिकाले गर्ने। 1 भनेको n माइनस 1 वाला बनाउने हो भने n माइनस 1 C0 गर्ने भने 1 आउँछ, यसरी बुझ्नु पर्यो हैन त। त्यसपछि प्लस n माइनस 1 C1 गर्ने भने यो तलको आउँछ, अनि n माइनस 1 C2 गर्ने भने यो तलको यो आउँछ है, ट्राई गर्दा पनि भयो है त। प्लस अब यो भने n माइनस 1 C n माइनस 1 भयो भने कति आउँछ हाम्रो 1 नै आउँछ। n माइनस 1 C0 गर्ने भने 1 आउँछ, n माइनस 1 n माइनस 1 गर्ने भने 1 नै आउँछ, यसरी बुझ्नु पर्यो है त। ल अब फेरि गिभन है, गिभन त हामीले त गिभन त कहीँ छोड्नै सक्दैनौँ क्या। ल मैले गिभन ल्याइहालेँ है त। गिभनमा के छ भने ओके, यो फर्मेट ठ्याक्कै मिलेको छ अहिले, यो जुन 1 प्लस 1 को पावरमा n माइनस 1 यो फर्मेट मिलेको छ, सबै ठ्याक्कै मिलेको छ, नपत्याए। ल यहाँ कोरिलेट गराएर देखाइदिन्छु पनि। ओके, ल यो फर्मेट र यो फर्मेट एकचोटि हेर्ने ठ्याक्कै मिलेको छ भनेपछि n के रहेछ त हाम्रो फर्मुला, n त यो n भनेको यही n भइहाल्यो। अब यसको फर्मुला चाहिँ यहाँ चाहिँ 1 प्लस 1 को पावरमा के n माइनस 1 यसरी है त। वान प्लस 1 गर्दा 2 को पावरमा कति n माइनस 1। ल ठ्याक्कै मिल्यो है। देयरफोर LHS इक्वल टु RHS प्रुभड भइदिइहालेछ। ओके।